Let's go. क्यामेरा चाहिँ खस्यो भाँच्यो कि नै थाहा छैन है बर्थडे बोय इन द हाउस ल सर ह्याप्पी बर्थडे कहिले हो पार्टी कहिले हो त नि पार्टी ओ हामी सन्डे बेलुका हाम्रो पार्टी हुँदैछ घरमा भागेर जानुपर्छ काममा चाहिँ किनकि घरबाट निस्किँदा के गर्छु जहिले लेट हुन्छ या सबैजन गुड मर्निङ है अहिले चाहिँ म बिहानै उठेँ 2 दिन घुम्न गएको सब निस्किरह हिजो चाहिँ म 10 बजे सुतिसकेको थिएँ अनि आज चाहिँ बिहानै उठेर अब काममा जानुपर्ने छ 7:01 7 बजेर 1 मिनट गइसक्यो अब काममा गएर आएर 1 घन्टा जस्तो रेस्ट हुन्छ मेरो बिचमा अनि 1-1.5 घन्टा रेस्ट हुन्छ त्यसपछि फेरि म काममा भाग्नुपर्ने हुन्छ अर्को काममा बिहान उठेर काममा भाग्ने जति अप्ठ्यारो केही हुँदैन यदि टाइममा सुतिएन भने चाहिँ है फेरि टाइममा सुत्यो भने चाहिँ केही भएन बिहान 6 o'clock उठ्यो यसो उठ्दाखेरि झ्याउ लाग्छ अलिकति र फ्रेस भएर निस्किसकेपछि चाहिँ खासै केही बाल हुँदैन होइन किनकि त्यस्तो गाह्रो हुँदैन नि त त्यो टाउको दिमाग लागि मेरो चाहिँ गाडी ग्यारेजमा भन्दा पनि ग्यारेजको बाहिर पार्क गरेर हुन्छ यसो गाइस मेरो गाडी यहाँनिर साइड यो बोम अब चाहिँ हामी गइन्छ काममा म चाहिँ एकछिन गाडी तताइरहेको छु इन्जिन अबको 2 मिनटमा चाहिँ म एउटा निस्किन्छु यो यसरी अब एउटा एक्सन क्यामेरा टक्क चिप्काउनु मिल्नेवाला क्यामेरा पनि किन्नु पर्ने भएछ कि मलाई किनकि मैले यसो ड्राइभ गर्नु मिल्दैन नि त बिहान उठेर काममा जानुको मजा पनि हुन्छ किनकि फिजिकल्ली एक्टिभ हुन्छ कि मान्छे बिहान टाइममा सौँदै 6-6:30 बजे उठ्यो एउटै टाइममा सौँदै उठ्न थाल्यो भने चाहिँ म नि आज पनि मेरो 10 मिनट अगाडि निन्द्रा खुलेको थियो सानोतिनो भ्लगिङको लागि 15-20 मिनट आधा घन्टा 1 घन्टाको भिडियोको लागि चाहिँ यसलाई रिसेट गर्दै यसको स्पेस युज गर्दै गर्न चाहिँ मिल्ने रहेछ क्यामेराको चाहिँ मलाई एउटा कुरा चाहिँ मन पर्यो होइन किनकि एसडी कार्ड किन्नु नै पर्दैन कि अब डेली अब भ्लग अब एकैचोटि धेरै भिडियोहरू रेकर्ड गर्नको लागि चाहिँ अफकोर्स किन्नु पऱ्यो होइन स्टोरेज एसडी कार्ड चाहिन्छ होइन अगाडिपट्टिको सिनहरू टक्क देखिन्छ है Let's give it a go. That's it. Let's go. क्यामेरा चाहिँ खस्यो भाँच्यो कि नै थाहा छैन है लगाइज ल भ्लग चाहिँ बन्द गरिदिउँ मैले आइएम एट वर्क आउटसाइड सो अब म चाहिँ काम गर्नु पर्ने हुन्छ किनकि जीविका आर्जन गर्नको लागि काम गर्नुपर्छ पैसा कमाउनु पर्छ नत्र फेरि खान पाइँदैन खानको लागि भए पनि म काममा गइरहेको छु गाइज होइन अब म क्यामेरा चाहिँ यहीँ छोडेर जाऊँ कि भित्र लिएर जाऊँ भइरहेको छ मलाई यहीँ छोडेर जान्छु क्यामेरा चाहिँ किनकि आजकल गाडीमा चोरीहरू बढिरहेको छ मेलबोर्नतिर होइन अहिले चाहिँ बिहानको 7:30 हुँदैछ अहिले चाहिँ लगभग उज्यालो हुन थालिसकेको छ 7:30 बजे अब चाहिँ आउँछु यु गाइज 6-7 घन्टा पछाडि म चाहिँ काम सकेर निस्केँ भर्खरै अलिअलि बादल लागिरहेछ आकाशतिर होइन कफी बनाएको भिडियो पनि मैले त्यहाँ हालेर कस्तो आयो थाहा छैन मलाई लेट्स ड्रिङ्क कफी एन्ड गो होम अनि 20 मिनट जस्तो रेस्ट गरेर चाहिँ आई हेभ टु गो ब्याक टु मेरो सेकेन्ड जब 3, 2, 1 सो गाइज आज हामी शिव सरको नयाँ भिडियोहरू अनबक्सिङ गर्दैछौँ होइन नयाँ भिडियो चाहिँ कस्तो छ सरलाई आफ्नो मन्तव्य राखौँ मेरो मोबाइल छ मोबाइल म यहाँ भिडियो एडिट गरिरहेको छु होइन अस्ति घुम्न गएको ब्लग चाहिँ एडिट गरिरहेको छु पुरै फुल्ली मोटिभेटेड कि अहिले चाहिँ यहाँ इफेक्टहरू यसो फिल्टरहरू टक्क गरेर टक्क कसरी हुन्छ बेस दिने क्या चाहिँ ल है त अब यो शनिबार हाम्रो भिडियो आउँदैछ
Stay tuned, guys. Boy, birthday boy in the house, birthday boy in the house. ल सर ह्यापी बर्थडे कहिले हो पार्टी कहिले हो त नि पार्टी ओ हामी सन्डे बेलुका हाम्रो पार्टी हुँदैछ घरमा ल है गाई चाहिँ म चाहिँ बेलुकाको काममा जानलाई हतार हतार गर्दै निस्किरहेको छु अहिले चाहिँ के अरे मेरो काम चाहिँ घरबाट 5 मिनटको वाकिङ डिस्टेन्समा छ तर म जहिले भागेर जानुपर्छ काममा चाहिँ किनकि घरबाट निस्किँदा के गर्छु जहिले लेट हुन्छ यार काममा घरबाट निस्किँदाखेरि अनि टक्क म चाहिँ यताउता फर्काएर देखाउँछु होइन कामबाट जति नजिक काम भयो होइन उति ढिलो हुन्छ कि जहिले पनि के बेलुका चाहिँ म पिज्जा सपमा काम गर्छु पिज्जा पास्ता सबै गर्न आउँछ मलाई चाहिँ होइन अनि बिहान चाहिँ क्याफेमा काम गर्छु क्याफेमा ब्रेकफास्ट यताउता सबै हान्न आउँछ अलिअलि कफी नै हान्न आउँछ मलाई होइन अघि मैले भिडियोमा कफी बनाएर पनि हालेको छु कफी बनाउन पनि आउँछ होइन एन्ड कामबाट कति मिनट छ मलाई टाइम हेर्न पर्ने हुन्छ किनकि कोही 5 मिनट बाँकी रहेछ 3-4 मिनटमा म फेरि पुग्छु कि फेरि पुग्नु त फेरि तर भाग्दै जानुपर्छ जहिले नि त्यसो एउटा भिडियो त बन्छ कि यत्तिकै एउटा भिडियो त यत्तिकै हातसे गरेर पनि बन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन अनि यो चाहिँ हाम्रो ग्लेनरोय होइन हाम्रो प्यारो ग्लेनरोय वेदर चाहिँ ठिकै छ अघि पानी परेको थियो अहिले चाहिँ पानी परेको छैन जति नजिक भयो यार उति ढिलो हुने यार काम पनि यार त ल अब चाहिँ सायद म भाग्नुपर्छ रातिको 10:30 भइसक्यो पुरा फ्राइडे नाइट भए पनि अलिकति सन्नाटै छ क्या यहाँनिर चाहिँ किनकि अब त 10:30 भइसक्यो नि त यसले सबै कुराहरू बन्द भइसक्यो त्यही भएर नि यो सिटीतिर चाहिँ चलपल हुन्छ फ्राइडे नाइट अरू ठाउँमा चाहिँ खासै बिजी हुँदैन ल आजको भ्लग चाहिँ यति नै थियो थ्याङ्क्स फर वाचिङ है अब चाहिँ रेगुलरली बनाउँछौँ भिडियो चाहिँ थ्याङ्क यू गाइज लभ यू Guys, Hi guys, what's up, guys? It's Avi, my boy. Super here. Steady screen. Hi, boys. Yeah. Why you shy person, yeah?